हेलो एभ्रिवान, गुड मर्निङ भन्नु मम्मी। गुड मर्निङ। हामी चाहिँ म र मम्मी चाहिँ गएको थिएँ जेसीएमएसको दोकान हो, मासु ल्याउनु गएको थिएँ। आज चाहिँ हामी सबले हो, मेरो साथी प्रियाको मम्मी बाबा आउनु भएको छ, उहाँहरूलाई डिनर भनेपछि लन्चमा बोलाएको नि त हो। त्यही भएर चाहिँ हामी दोकान गएको थिएँ, सासू बुहारी हो। मम्मीले मासु बोकिरहनु भएको छ, म चाहिँ यहाँ एक दुईवटा सामान चाहिँ यहाँ एकदमै लाग्दोहरू बोकिरहेको छु। टन घाम लागिरहेछ हो। अघि जाँदा त अलिक बेसी गरम भएको थियो, उकालो चढ्दै अहिले ओह्रालो झर्दैछ, अलिकति ठिकै छ। अब गएर चाहिँ फटाफट खाना बनाउने हो। अन्त घाम हेर्नु न कस्तो चडक्कै चड्किरहेछ। अब गएर फटाफट मासु भात दाल अचार बनाउने हो दुईजना मिलेर। त्यसपछि के भन्नु, गरम भयो यति नै ल गाइस। म चाहिँ घर आइसकेँ हो दोकानबाट। चाहिँ यहाँ मैले दाल बसाएको छु, अघि नै बसाएर गएको थिएँ, बट पाकेन रहेछ हो। अनि मासु पनि लिएर आएको थिएँ हो। अब चाहिँ यहाँ मासु वास बेसनमा राखेको छु, अब चाहिँ धुन्छु हो। हाम्रो चाहिँ आज बिहानदेखि नलमा पानी छैन, वास बेसनमा कस्तो गन्दा भइरहेछ। नेबरकोबाट हेर्नु नै 2 बाल्टी पानी मागेर ल्याएको। अब यो पानीले धुइधाइ गरेर बनाउने खाना हो। एकछिन भेट्छु ल गाइस। मैले चाहिँ यहाँ बनाइसकेँ दाल हो। यसमा चाहिँ कालो दाल, चानाको दाल अनि मुङ दाल मिक्स गरेर मैले तड्का लाएर मजाले घिउ हालेर बनाएको हो। हेर्नु न हेर्दै दामी देख्दैछ। अनि पोल्यो यहाँ चाहिँ मैले बनाउँदैछु चिकन। वाउ, पाक्दैछ चिकन पनि हो। खम लाग्दो देख्यो है, चिकन पाक्दैछ यहाँ हो। अब प्रियाले चाहिँ यहाँ प्याज रेडी गरेको छु, गन्दा भइरहेको छ। अहिले सबै गरिसकेर चाहिँ सफा गर्ने। यहाँ पनिर चाहिँ हाम्रो पङ्कज दादा र पनिरको लागि हो। त्यसले चाहिँ अहिले फिलहालमा दादा र उसले चाहिँ खानु भएको छैन नि त, पनिरले चाहिँ हो। प्रियाले चाहिँ अब यहाँ बनाउँछ पनिर। यो भर्खर आएको कि जस्ट अन्त यसलाई मैले पनिर पका भनेको छु। अब यहाँ बनाएको छु मैले डल्ले र टमाटरको अचार मिक्सीमा बनाइदिएको आज हो। हमारे घर में गेस्ट आ चुके हैं। अंकल आइए। देख तू सूट भी चेंज करके आ गए भगवान। आंटी नमस्ते, आइए। हमारे घर में आज आंटी और अंकल आए हैं। मेरी दोस्त प्रिया की मम्मी पापा डिनर पे बुलाया है आज हम लोगों ने, है ना बेटा? चल जल्दी खाना रेडी गरेको छु हो। बातहरू यहाँ छ, अब एकछिन बात गर्छु गाइस। हाम्रो परुले चाहिँ मेकअप गर्दैछ। आंटी आइए अंदर। यहाँ भी ज्यादा है चावल। अब जी खाओ तो सिखाओ, बट बचा वाले थी ठीक भी ऐसा ही ऐसा खाई लेना अपने पास फिर बाहर। मम्मी यहाँ आउँदा तपाईँ बस्नु। हाँ भाइ त लु अब चाहिँ हामी खाना खानु थालेको। बाबाले अङ्कल यहाँ बस्नु भएको छ, मम्मी आन्टी आंटी की बेटी है आज। ये भी कब लिया तूने ये सूट? हाँ मुझे तो दिखाती नहीं है, मांगेगा बोल के। हाँ अच्छे से आंटी, अच्छे से खाइएगा। खाना हामी चाहिँ सबैजना खानासाना खाएर पनि बसिरहेको छु, बातहरू गर्दै हो। हेलो एभ्रिवान, अहिले चाहिँ बजेको छ 5:30 है सानो। हामी चाहिँ खानासाना खाएर रेस्ट गरेको थिएँ हो। अनि अहिले चाहिँ उठेर हातमुख धोएर यहाँ पार्कमा आइरहेको छु, हाम्रो चिल्ड्रेन पार्कमा। हामीले सानो नक्कली कान्छी खेल्दैछ। हेलो भनिदेऊ, हेलो भनिदेऊ छोरी, भन्दैन अरे। अन्त म चाहिँ यहाँ बसेर झुला खेल्दैछु। खेल्ने थिइनँ कि उसले यहाँ बस भने कि गइहाल्छ आफै। हाम्रो चाहिँ मम्मी पापाहरू पनि जानुभयो वकिङ हो। अनि म पनि यहाँ पार्कमा आएको छु साथीहरूसँग। डल्ला, हाम्रो डल्ला चाहिँ यहाँ खेल्दैछ। कस्तो खोकी लाग्छ हाम्रो डल्ला चाहिँ। हेलो बेटा, हेलो हाम्रो शिवानी दिदी। यहाँ छ कियानाको मम्मा। सिङ्ग्री हाल नि त पहिला, सिङ्ग्री। यहाँ चाहिँ छ हाम्रो बहिनी।
यहाँ पे मेरी दोस्त लक्ष्मी। हेलो बेटा, हेलो कर, हेलो कर, हेलो नहीं करना, बाय कर बाय कर दिलु, बाय बाय बेटा। हाम्रो क्युटी त यहाँ पो छ त, डल्ले खोर्सानी। आमा फुल मेकअपमा छ आज। आज फुल मेकअपमा छ हाम्रो छोरी।